अहिले चाहिँ जताततै सामाजिक सञ्जालमा चाहिँ काठमाडौँको थापातली सुकुम्बासी बस्तीमा चाहिँ डोजो चलिरहेको न्युजहरू सार्वजनिक भइरहेको छ र त्यसै गर्दा चाहिँ त्यहाँ बस्ने साँच्चीकै सुकुम्बासीहरू र त्यहाँका हुकुमबासीहरूको चाहिँ पहिचान खुलेको छ। किनभने सबैभन्दा धेरै चाहिँ सुकुम्बासीहरू छन् कि र क्या हुकुमबासीहरू छन् भन्ने चाहिँ पहिचान खुलेको छ। किनभने हुकुमबासीहरूले चाहिँ त्यहाँको आफ्नो छोडेर उनीहरू चाहिँ आफ्नो घर गएका छन् भने रियल जो चाहिँ वास्तवमा सुकुम्बासीहरू थिए तिनीहरूले चाहिँ आफ्नो नाम दर्ता गरेका छन्। र अहिले चाहिँ एउटा सुकुम्बासी र हुकुमबासी बिचको चाहिँ मान्छेहरू को चाहिँ हुकुमबासी गर्न बसेका थिए र को चाहिँ सुकुम्बासी हुन् भन्ने चाहिँ पहिचान खुलेको छ। र बालेन शाहको यो काम चाहिँ एकदमै राम्रो लागिरहेको छ अहिले चाहिँ जनताहरूलाई। किनभने हुकुमबासीहरू चाहिँ धेरैभन्दा धेरै बसेको देखिन्छ। त्यसैले बालेन शाहको सुकुम्बासी बस्ती हटाउने निर्णय चाहिँ मलाई चाहिँ एकदमै राम्रो लाग्यो। र हजुरहरूलाई चाहिँ यो निर्णय कस्तो लाग्यो त?